को बेबीको लागि यिनले आज राति 3:30 बजेतिर हस्पिटल ल्याएर भर्ना गरेछ। कस्तो छ तिमीलाई अहिले? गाह्रो भएछ? ल मेहनत गर है, मेहनत गर, ठिक भइहाल्छ नि। अलिकति साहस हुनुपर्छ, ठिक हुन्छ। यो विदेशतिर चाहिँ पेन हुँदाखेरि, व्यथा लाग्दाखेरि चाहिँ हस्पिटल लाने र छोडेर आउनुपर्ने। यो दिन चाहिँ कहिले नआओस् जस्तो हुन्छ। पीडा के छोडेर आउँदाको पीडा चाहिँ छोडेर आउने पीडा के। र हस्पिटलले आधी घन्टा अघि बोलाउनु भयो, नानी जन्मिनभन्दा आधी घन्टा अघि। र यो जन्मेपछि चाहिँ को फोटो भिडियो जन्मेपछि यस्तै थिइन् जन्मेदाखेरि पुन्टो। यस्तो खाइरहेछ। जन्मेपछि चाहिँ आमा छोरीलाई सँगसँगै राखिदिन्छ, तर नानीलाई चाहिँ त्यो उसमा भाडामा राख्छ। त्यही यसो हेर्ने उ गर्ने। उनलाई कति पीडा भएको होला त्यो मैले देख्छु, तर नानी देखेपछि उसको पीडाहरू सब हराएर गयो। पीडाहरू थिए, तर नानीलाई देखेपछि सब पीडाहरू मेटिए। यो चाहिँ खुसीको क्षण हो है, जिन्दगीको सबैभन्दा धेरै। यो चाहिँ हाम्रो संसारसँग तिनजनाको फोटो त्यो बेलामा। खुसी हुनुभएको छ, पुन्टो हाँस्नु भएको हेर्नु न। बाबाले भिडियो खिच्यो भनेर हाँस्नु भयो होला है। क्यामेरा त देख्नै हुन्न पुन्टोलाई, हाँसिहाल्नु पर्छ। सिटी चिन मजाले ल ओके। अर्को दिन भेट्न जान पाइन्छ, दिनको 2 देखि 4 बजीसम्म। त्यही बेलामा भेट्न गएको भोलिपल्ट सबै बेबीहरूलाई भित्र राखेको हुन्छ सिसाभित्र। यो चाहिँ हाम्रो नानीको फर्स्ट हाम्रो घर प्रवेश हस्पिटलबाट फर्किएपछि हिन्दू परम्परा अनुसार गरियो है साथीहरू। त्यस्तो खाल्थ्यो सम्म नलाउनु। खुट्टा गएर पेपर खै म उचाल्दिउँ। तिमीले समातेर गरिदियो, एउटाले समातिनु पर्छ नि यो खुट्टा त। समातेर ट्याक्क गर्नु। समात हुन्छ हुन्छ हो सर। खुट्टा हो त्यसरी। कस्तो डर लाग्यो नि टपक्क गरे। ल ल यो उ त्यहाँ पेपरमा ठ्याप्प राख, दुईटा खुट्टा छ। तपाईँ आउनु तपाईँले हो अब त्यहाँ राख्नु त। राख समातेर कसरी हो? छड्के कि तेर्सो हो? कपडा मिलेन त्यता। उषाले चाहिँ अगाडि आएर त्यहीबाट गर्नु कि ठ्याक्क मिलिहाल्छ। होइन मैले नानी समात्नुपर्छ कि होइन, त्यो एउटा भएन। त्यो एकजनाले खुट्टा समातिनुपर्छ। ल म गर्छु कि तपाईँ बस्नु त। दुईटा खुट्टामा त्यो एउटामा उला छ है। यतापट्टि पनि गर त। पहिला एउटा मात्रै गर। हो पहिला एउटा है। हो अब अर्को त्यो लाग्छ है सर्नु लुगा सारा। मैले यहाँ छोरीको उसमा लगाइदिएँ जस्तो लाग्यो। कपडामा लाँदै के हो? किन राम्रोसँग टेकेन कि? हो ल भयो ल। ल वेलकम छ है। बिस्तारै ल हुन्छ गरिदेऊ। त्यो पुज्न पर्दैन? पुस्ने